हजुरको फेस ओइली होला त्यही भएर यो सनस्क्रिनले सुट नगरेको नत्र राम्रो छ यो सनस्क्रिन भनेर भन्नुभयो धेरैजनाले है। मलाई मेरो फेस कस्तो हो भनेर अहिलेसम्म थाहै भएन के मैले छुट्याउनै सकिनँ। अब पिम्पल्स पनि आइरहेको छ। फेस वास लगाएर मुख धुँदाखेरि अनि मोइस्चराइजर लगाएन भने एकदम ड्राई हुन्छ। अब मैले अहिले फेसमा केही पनि लगाएको छैन है। रियल फेस यही हो है। हजुरहरू कसैले मेरो रियल फेस हेरेर यो कस्तो टाइपको स्किन हो भनेर थाहा पाइदिन सक्नुहुन्छ र मलाई कुनै केही सजेस्ट गरिदिन सक्नुहुन्छ भने गरिदिनुहोस् है। मेरो चाहिँ ब्ल्याक हेड्स छ अनि ओपन पोर्सहरू छ अनि आँखा पुरै डार्क सर्कल छ। यो पिम्पल्स देखि नै हाल्नुभयो है। अब यस्तो यस्तो छ। अब यस्तो यस्तो यो लाइन पनि बस्न थालिसकेको छ। यस्तो यस्तो भएको छ। यो चाहिँ हो मेरो रियल फेस। मैले मोइस्चराइजर पनि लगाएको छैन, मुख मात्र धोएको हो। यस्तो छ। अब हेर्नु है, ओइली ओइली अब चिल्लो चिल्लो जस्तो नाकतिर यतातिर चिल्लो चिल्लो जस्तो छ। अब निधारतिर यस्तो छ। अब मेरो फेस कस्तो होला त नि हजुरहरूले यसो गेस गरेर भन्न सक्नुहुन्छ त केमा पर्छ मेरो? अब ओइली हो कि ड्राई हो कि कम्बिनेसन हो कि केमा पर्छ यस्तो खालको फेस? ल यसो सजेस्ट गरौँ त। हेर्नुहोस् त, यही हो मेरो रियल फेस।